In this video आज हामीहरू चाहिँ एमपीको मोडल क्वेसन सेटको गर्न गइरहेको छौँ। यो चाहिँ एकदम इम्पोर्टेन्ट छ 2021-22 को लागि। अब अहिले जुन पैसामा एक्जाम दिँदै हुनुहुन्छ, अब फर्स्टमा चाहिँ 11वटा थ्योरी, आज चाहिँ हामीहरू यो थ्योरीको मात्र गर्ने हो। गिभ एनी टु आइटम अफ करेन्ट एसिडहरूमा चाहिँ क्यास भयो अनि अकाउन्ट रिसिभेबल भयो। यो चाहिँ जहिले पनि करेन्टमा हुन्छ। अनि यो करेन्ट हो भनेपछि अनि फिक्स्ड एसेटहरूमा चाहिँ के पर्छ, ल्यान्ड, बिल्डिङ, इक्विपमेन्ट्स, यिनीहरू पर्छ। अनि फोर्थ नम्बरमा छ वाट यु मिन बाई कस्ट एकाउन्टिङ। यो चाहिँ यो मोडल क्वेसनको सेट एबाट नै हो, तर यसमा चाहिँ तलमाथि भएर मैले अलिक इम्पोर्टेन्ट भनेर छानेर मैले राखेको छु। कस्ट एकाउन्टिङ इज एन आर्ट अर साइन्स अफ रेकर्डिङ, क्लासिफाइङ र एनालाइजिङ गर्नुको लागि सबभन्दा इम्पोर्टेन्ट हुन्छ द कस्ट used and their expenses in the process of production। जहिले पनि के कुराहरू बनाउन पर्दाखेरि चाहिँ त्यसको चाहिँ डाटाहरू कतिवटा ल्यायो, कतिवटा गयो, र मेटेरियल्सहरू कति लायो, अनि लेबरहरू कतिजना लायो भनेर सबैको चाहिँ रेकर्डिङ, एनालाइजिङ र क्लासिफाइङको लागि चाहिँ युज हुन्छ यो कस्ट एकाउन्टिङ भनेको। अनि तपाईँहरूको यो न्युमेरिकल पनि हुन्छ, त्यो म पछि सल्भ गरिदिन्छु। अनि यो दुईवटा मध्ये सबभन्दा इम्पोर्टेन्ट छ, किनभने तपाईँले या त पिरियडिक इन्भेन्ट्री सिस्टम सोध्छ, अर्को चाहिँ टाइम वेज सिस्टम सोध्छ। पिरियडिक भनेको चाहिँ तपाईँहरूले एउटा जुन कि एक महिनाको तपाईँले एकपटक दिन्छ, चाहे या त वर्ष होस् चाहे महिनाको होस्, त्यो फरक परेन, तर एकै पटक पेड हुन्छ। अनि टाइम वेज सिस्टम भनेर चाहिँ तपाईँले जतिवटा यो कामहरू, त्यसको प्रोडक्सनहरू तपाईँले टाइमसँग तपाईँले जति गर्नुभयो भने त त्यसैको अनुसार पेड गर्छ। अनि वेज भनेको चाहिँ ज्याला हो है, जहिले पनि यो वेज भनेको अब कन्फ्युज भएको देखेको छु, यो चाहिँ ज्याला हो। अनि यो ज्याला चाहिँ टाइम अनुसार दिन्छ कि जहिले पनि उत्पादन हुँदाखेरिको। त्यही भएर डिफिनेसनहरू चाहिँ अब यो च्याप्टरहरू लगेर त्यो पुरै त्यो अहिले टाइम छैन, न त अब अहिले त्यो गरेर नै हुन्छ। अब हामीले चाहिँ अब यो पिरियडिक इन्भेन्ट्री सिस्टम र टाइम वेज सिस्टम चाहिँ सोध्छ कि सोध्छ, यो दुईवटा मध्ये या त दुइटै सोध्न सक्छ, या त यिनीहरूको दुईवटा मध्ये एउटा सोध्छ कि सोध्छ। अनि डेफिनेसनहरू चाहिँ पिरियडिक इन्भेन्ट्री सिस्टम इज अ सिस्टम अफ भ्यालुएटिङ इन्भेन्ट्री इन विच द इन्भेन्ट्री एकाउन्ट इज अपडेट ओन्ली एट भने चाहिँ द इन्ड अफ द पिरियड, चाहे त्यो पिरियड 1 month होस् चाहे 1 year होस्, एकै पटक मात्र दिन्छ। अनि टाइम वेज सिस्टम इज द सिस्टम अफ वेज पेमेन्ट वेयर द वर्कर्स अर लेबर आर पेड वेज फर द टाइम स्पेन्ड। समय बिताएको अनुसारमा चाहिँ उनीहरूलाई चाहिँ ज्याला दिने गर्छ बाई देम इन द प्रोसेस अफ प्रोडक्सन, उनीहरूले उत्पादन गरेको टाइममा। अब यहाँ छ राइट एनी टु डिसएडभान्टेजेस अफ कम्प्युटर सिस्टम इन अकाउन्टिङ। कम्प्युटर सिस्टम यो सिएएस कम्प्युटराइज्ड अकाउन्टिङ सिस्टमको फाइदाहरू हुन्छ, घाटाहरू हुन्छ। यो चाहिँ मैले अहिले एकछिन पछि भनेछु। अब यहाँ चाहिँ डिसएडभान्टेजेसहरू सोधेको छ। जहिले पनि के हुन्छ कि डिसएडभान्टेज हाई कस्ट अफ इन्स्टल गर्नको लागि चाहिँ जहिले पनि हामीले बाहिरबाट त्यो सफ्टवेयरहरू किन्न पऱ्यो अनि इन्स्टल गर्नु पऱ्यो, त्यो भइहाल्यो। अनि कस्ट अफ ट्रेनिङ टु युज अकाउन्टिङ सफ्टवेयर, जहिले पनि केही कुराहरू सिक्नको लागि ट्रेनिङ त लाग्नु पऱ्यो या त पढ्नु पऱ्यो, त्यही भएर त्यसको पनि कस्ट लाग्छ। यो चाहिँ दुईवटा डिसएडभान्टेजेसहरू हो। मैले यो चाहिँ अगाडि बनाएको थिएँ, त्यही भएर यसमा नोट छ। अनि सबभन्दा यो चाहिँ 100% आउँछ है, एडजस्ट गर्ने। अब यसमा भन्छ प्रिपेयर एडजस्टिङ इन्ट्री अफ कमिसन अर बट नट रिसिभ। कमिसन चाहिँ उसले कमाएको छ तर अकाउन्टमा रिसिभ चाहिँ भएको छैन, त्यसको लागि हामीले पार्टिकुलर लेख्ने, सिएफ लेख्ने, अनि डेबिट आरएस, क्रेडिट आरएस। अनि यसमा चाहिँ यसमा पेन युज गरेको छ, तर इक्जाममा चाहिँ तपाईँले नगर्नु होला। अनि पहिलोको चाहिँ हाम्रो जहिले पनि डेबिटमा हुन्छ है, र चाहिँ कमिसन रिसिभेबल एकाउन्ट डेबिट भयो, कतिले भयो भन्दाखेरि चाहिँ 15,000ले भयो। अनि अब चाहिँ क्रेडिट गर्नु पर्यो, अब चाहिँ अकाउन्टमा आउँछ। अनि टु कमिसन इन्कम अकाउन्ट क्रेडिट भयो है त। अनि यसमा यो न्यारेसन चाहिँ छोटो नै भन्नु, यो
बिङ कमिसन रिसिभ्ड, यहाँ चाहिँ रिसिभेबल भएको रहेछ, रिसिभ्ड हुन्छ है, किनकि अलरेडी कमाइसक्यो है। र अब यसमा चाहिँ के भनेको छ भन्दाखेरि क्यालकुलेट एमाउन्ट अफ क्यास पेड फर पर्चेस फ्रम द फलोइङ इन्फर्मेसन। यहाँ चाहिँ केही कुराहरू किन्दाखेरि चाहिँ कति पेड गरेको छ भनेर चाहिँ निकाल्न भनेको छ। यो चाहिँ त्यति इम्पोर्टेन्ट छैन, तर इक्जाममा सोध्न सक्छ। यो चाहिँ 2078मा सोधेको क्वेसन हो। यो चाहिँ 2078को है, सोधेको थियो। अनि यसमा चाहिँ अब हामीले के गर्नु, पहिला चाहिँ COGS भनेको थाहा छ, कस्ट अफ गुड्स सोल्ड, यसको चाहिँ सर्ट फर्म हुन्छ। अनि त्यसलाई चाहिँ माइनस गरिदिने कतिले किनेको छ भनेर। अनि बिगिनिङ इन्भेन्ट्री भनेको चाहिँ ओपनिङ स्टक भयो, एन्ड क्लोजिङ इन्भेन्ट्री भनेको चाहिँ क्लोजिङ स्टक भयो। इन्भेन्ट्री भनेको स्टक नै हो है, त्यही भएर। अनि क्यास पेड अनि COGS पहिला राख्ने। अनि डिक्रिज इन इन्भेन्ट्री भन्नाले घडीको लास्टमा चाहिँ कुन थियो, 40,000 थियो, 40,000 50,000बाट चाहिँ 40,000 चाहिँ घटाइदिएको। त्यही भएर नेट क्यास पेड 3,40,000 आयो है त। अनि यो EOQ इकोनोमिक अर्डर क्वान्टिटीबाट चाहिँ तपाईँलाई अब 100 भन्ने कि के भन्ने, तर वाटेभर सोध्छ कि सोध्छ है। हजुरलाई एनुअल रिक्वायरमेन्ट क्वेसनमा दिएको हुन्छ, 30,000 युनिट्स दिएको छ। अर्डरिङ पर कस्ट छ, त्यसको चाहिँ 300 छ। अनि क्यारिङ कस्ट पर युनिट, एउटा युनिट क्यारिङ गर्नको लागि चाहिँ 2 रुपियाँ लाग्ने रहेछ। अनि अर्डर गरेको कस्ट चाहिँ 300 लाग्ने रहेछ। कतिवटा युनिटको लागि, 30,000 युनिटको लागि। अब EOQ हामीले त्यति धेरै दिमाग गर्नु पर्दैन, बास फर्मुला थाहा भयो हुन्छ। अब इकोनोमिक अर्डर क्वान्टिटी EOQ निकाल्दाखेरि जहिले पनि √2A हो डिभाइड बाई C। अब यहाँ भ्यालु राख्ने 2 × 30,000 युनिट थियो नि त, इन्टु 300, यो चाहिँ अर्डरिङ कस्ट हो। यो O भनेको चाहिँ अर्डरिङ कस्ट हो, इक्वल टु 300 युनिट चाहिँ हुने रहेछ। अनि यो चाहिँ 6 मार्क्समा सोध्छ है, यो त 5 6मा सोध्छ। यो यति मार्क्समा चाहिँ यो आउँछ कि आउँछ, CAS भन्ने है। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ, कम्प्युटराइज्ड अकाउन्टिङ सिस्टम। यसको डेफिनेसन चाहिँ अब के बुझ्नु पर्यो भन्दाखेरि, अ कम्प्युटराइज्ड accounting system helps to store financial record and easy to process, making faster process, more accurate and easy to manage data है। यसै डेटा हुन्छ। अनि इट रिड्युस म्यानुअल डेटा एन्ट्री। अब त्यो हातैले गर्न पर्दैन नि त, अब हातैले गरेर त अब टाइम बढी लाग्छ। अब यसले त अब कम्प्युटरभित्र आफूले त्यो स्टोरेजमा यसले स्टोर गरेको हुन्छ। अनि यो पनि एउटा फाइदा भयो, अनि या त एउटा सजिलो भयो। अनि लिमिनेट्स भनेको चाहिँ रिड्युस गर्नु या त केही कुरालाई डिस्ट्रोय गर्नु हो। रिडन्डेन्ट अपरेसन भन्नाले केही कुराहरू त्यो बिग्रने या त त्यो रहरूमा मिलाउनु पर्ने या त कलमहरूमा मिलाउनु पर्ने, अनि कहिले गल्ती हुन्छ, त्यसको लागि चाहिँ यसले रिडन्डेन्ट गर्छ है त्यो अपरेसनहरू। एन्ड मिनिमाइज द रिस्क अफ अकाउन्टिङ इरर्स। अनि केही कुराहरूको जोखिम चाहिँ हुन्न भन्नाले अकाउन्टिङ त्यो सफ्टवेयरभित्र केही काम गर्दाखेरि, जस्तै अब अहिलेको छ एक्सेलहरू छ, वर्डहरू छ, यो माइक्रोसफ्टको सबै त्यो अकाउन्टिङ रिलेटेड पनि भइहाल्यो, इन्ट्री गर्नको लागि, डेटा इन्ट्री गर्नको लागि जहिले पनि। त्यसमा चाहिँ जोखिम एकदमै कम हुन्छ भनेछ। अनि फिचर्सहरू सोध्छ है, यो 6 मार्क्समा सोध्यो। यदि यो 1 मार्क्समा सोध्यो भने चाहिँ तपाईँले डेफिनेसन लेख्दा पुग्छ। यदि 6 मार्क्स या त 5 मार्क्समा सोध्यो भने चाहिँ फिचर्सहरू यसको के हुन्छ, यो डेटा सेक्युरिटी, किनकि यसले चाहिँ एकदमै सिक्योर हुन्छ। यो भन्दा अलिकति एउटा सेन्टेन्सहरू लेखिदियो भनेपछि फुलको फुल मार्क्स आउँछ। यदि 5को छ भनेपछि तपाईँले यति लेख्दाखेरि चाहिँ 4.5 मजाले दिन्छ है त। डेटा सेक्युरिटी एकदम सेक्योर हुने भयो। अनि इम्प्रुभ रेकर्डिङ, केही कुराहरू भित्र स्टोर गर्दाखेरि चाहिँ एकदमै एडिट गर्न परोस्, चाहे या त डिलिट गर्न परोस्, या त जेसुकै गर्नुहोस्, एकदम इम्प्रुभड हुन्छ है। अनि एक्युरेट एन्ड स्पिड, एकदम स्पिडमा र एक्युरेट भनेको चाहिँ एकदम करेक्सनमा हुन्छ है त। अनि एडभान्टेजेस अफ CAS, यो कम्प्युटराइज्ड एकाउन्टिङ सिस्टमको चाहिँ एडभान्टेजेसहरू के छ, एक्युरेसी भन्नाले अब त्यो स्पिड नै भइहाल्यो, सिम्प्लिसिटी एकदम साधारण रूपमा हुन्छ, फाइनेन्सियल रिपोर्ट एक्युरेसी। अनि फाइनेन्सियल रिपोर्टिङहरूको लागि सफ्टवेयर बनाएको हुन्छ, त्यसमा चाहिँ एकदम
हाई एक्युरेसी या त इम्पोर्टेन्ट वेमा चाहिँ रेकर्ड हुने गर्छ। अनि इन्टिग्रेसन भनेको चाहिँ केही कुराहरूलाई जोड्न पऱ्यो या त घटाउनु पऱ्यो, केही हटाउन पऱ्यो, केही कुराहरूलाई थप्न पऱ्यो भने चाहिँ यो इन्टिग्रेसन एकदम सजिलो हुने भयो। अनि डिसएडभान्टेजेस अफ सिएएस, अब यसको के छ त भने हाई कस्ट हुन्छ, यो त भइ नै हाल्यो किनकि केही सफ्टवेयरहरू किन्दाखेरि त्यसको त इन्स्टलेसन कम्प्युटरहरू चाहियो, सफ्टवेयरहरू चाहियो, त्यही भएर यसको चाहिँ हाई कस्ट लागिहाल्ने भयो। अनि ल्याक अफ एक्सपर्टिज, अब एक्सपोर्ट मान्छेहरू अब त्यति धेरै हुन्न, अनि त्यो एक्सपिरियन्स पनि त्यति धेरै हुन्न, त्यो भएर त्यो पनि घाटा छ। अब त्यसको बारे त्यो एउटा सफ्टवेयर छ अनि त्यसलाई अब हामीलाई चलाउनै आएन भनेपछि त त्यतिकै घाटा लगाइहाल्यो। यो भयो एक्सपर्टिजहरूको चाहिँ, या त एक्सपिरियन्स्ड पर्सन या त ल्याक अफ एक्सपिरियन्स, यो चाहिँ हामीमा हुन्न है। अनि टेक्निकल फेलियर, अब कहिले बत्ती गइदियो, अब हामीहरूले इन्ट्री गरिरहेको छौँ, ल बत्ती गइदियो या त नेट गइदियो भनेपछि चाहिँ के भयो, टेक्निकल फेलियर भयो। या त त्यो डेटाहरू अब त्यत्रो मिहिनेत गरेर त्यहाँभित्र इन्ट्री गरेको हुन्छ अनि कहिलेकाहीँ त्यस्तो टेक्निकल फेलियरहरू पनि आउँछ।